Hello guys, welcome back to my channel. And right now it's 12:30, and it's crazy. Like I'm shooting this video. मान्छेहरू मेरो छिमेकीहरू नेबरहरू सुतिसके र यो भिडियो चाहिँ किन मैले बनाएको भन्दाखेरि चाहिँ यस दिस द फर मी इट्स भेरी इम्पोर्टेन्ट फर मी. बेसिकली हामीले अब म जस्तो एउटा कन्टेन्ट क्रिएटर भएर होइन हामी डेली अब कतिजनाले भिडियो बनाउँछ है. अन्त त्यसमा चाहिँ अब भिडियो बनाएर चाहिँ त्यो एउटा सर्टेन पिरियडमा अब गएर भन्ने जस्तो भ्युजहरू आउँदैन होइन. हार्डली 20-30मा गएर भिडियोजहरू स्टप हुन्छ है. अन्त सोच्छ कि अब एउटा स्मल युट्युबर कन्टेन्ट क्रिएटरले अब स्टार्ट गर्दाखेरि चाहिँ मेरो अब च्यानल चल्दैन रहेछ, सो म यहाँबाट क्विट गर्छु भन्छ. सो थ्रु माई एक्सपिरियन्स म चाहिँ के भन्छु भने म पनि अझै मेरो त्यो 1K पनि पुगेको छुइनँ होइन. अन्त बिकज यो रिल्सहरू होइन इन्स्टाग्रामबाट होइन कि जसमा हामीले रिल पोस्ट गर्ने बित्तिकै त्यो टक्कै इन्स्टाग्रामको एल्गोरिदमले एकैतालमा हाइक गर्ने जस्तो खाले होइन. प्लस युट्युब क्रिएटर युट्युबको एउटा कन्टेन्ट क्रिएटर भएपछि जो पनि छ अब जसले पनि युट्युब भिडियो गर्छ दे अल नो द स्ट्रगल. अन्त यसमा चाहिँ म के भन्छु भने अब यु डोन्ट लाइक हामी अब एभ्री डे लाइक हामीले चाहिँ सिकिरहेको हुँदो रहेछ. इभन आइ एम लर्निङ है. हामीले अब टाइमिङ भयो होइन. अन्त इट्स नट द्याट अब यो मैले यो भिडियो बनाउँदैछु मेरो भिडियोमा अब यस्तो दामी भ्युज आउँछ भन्ने छैन क्या. लाइक त्यो एक्सपेक्टेसन हामी राख्यो भने चाहिँ हामी आफै यो के भन्छ डिस्करेज हुन्छ होइन. अन्त किनभने 20वटा 30वटा आउनु भनेको ठुलो कुरा हो. किनभने त्यो एउटा हामीले कन्टिन्यू राख्दा बिकज हामीले चाहिँ एउटा यस्तो प्लेटफर्म हो कि हामी त्यो कन्टेन्ट गर्दाखेरि अडियन्स क्रिएट कोही न कोही एउटा मान्छे हुन्छ कि तपाईँलाई मन पराउने हेर्ने है. सो म चाहिँ के भन्छु जस्तै म जस्तो एउटा युट्युब कन्टेन्ट क्रिएटर अब आजमा अब हुन्छ कतिवटा कुरा केही भन्नुपर्ने सक्दैन भन्नु, केही बोल्नुपर्ने सक्दैन है. अन्त मोस्टली त्यस्तै हुन्छ. कतिजना अब इन्ट्रोभर्ट हुन्छ, बोल्नु सक्दैन. तर म चाहिँ के भन्छु भने आज स्टार्ट गऱ्यो भने तपाईँ कन्टिन्यू जान सक्छ त्यसरी होइन. अन्त द्याट मेक्स यु कन्फिडेन्स है. अन्त त्यसलाई चाहिँ म पनि यस्तै थिएँ अब किनभने जम्मै मेरो यो युट्युब के भन्छ फ्यामिली स्मल है. तर आई फिल सो ह्याप्पी. आज मैले यत्रो लामो अब कति भयो मैले यो युट्युब चलाएको म रेगुलर छुइनँ. तर पनि अब 500 जस्तो पुग्यो मेरो सब्सक्राइबर. अन्त त्यो जुन चाहिँ जर्नी हुन्छ नि क्या. अन्त मजा हुँदो रहेछ के भन्छ बिकज याद छ है अब युट्युब हो या कुनै पनि हामी एउटा फिल्डमा सक्सेसको हामी जुनै पनि फिल्डमा हामी जहाँ हाम्रो अब एउटा एम हुन्छ कि म यो गर्छु भनेर त्यसमा ओभरनाइट सक्सेस कहिले पनि पाउँदैन होइन. लाइक यु हेभ टु ड्राइभ है. लाइक यु हेभ टु फेस द्याट सर्कमस्टान्सेस यो प्रब्लम्सहरू फेस गर्नुपर्छ. अन्त यो पनि एउटा युट्युब पनि एउटा त्यही हो जस्तो लाग्छ मलाई प्लेटफर्म जहाँ चाहिँ अब हामीले वे क्यान लर्न सो मेनी गुड थिङ्सहरू है. अन्त सो मैले पनि त्यही लर्निङ गरेको यो एन्टायर जर्नीमा है. हाउ टु डु एडिटिङ एन्ड अल होइन. अन्त विशेष गरी यो के भन्छ युट्युबको थम्बनेल्सहरू भयो मलाई पहिला आउँथेन, अहिले मैले त्यो सिकेँ. विशेष गरी एडिटिङ, अन्त फोन कसरी बोल्नुपर्ने है. अन्त अडियन्सलाई अडियन्सको के निड छ त्यो बोल्नुपर्ने है. यो कुराहरू चाहिँ मलाई खुसी लाग्छ. अन्त अब यो जर्नीमा होइन बिकज त्यो ड्रिम त आफ्नो हो नि त. अब तपाईँ युट्युबर होइन लाइक युट्युबर हुन्छु भनेर अब त्यो भिडियोहरू बनाएको हुन्छ. अन्त द्याट जर्नी मान्छेहरूले खुसी गर्छ, तपाईँलाई डिस्करेज गर्छ, नबना त्यो भ्युज पनि छैन त भन्ने हाँस्छ. सो मेनी अब काइन्ड्स अफ क्या मान्छेले अब उसले सिरियसली तपाईँलाई अब डाइरेक्टली नभने पनि इन एक्सन्स भयो धेरै कुराले तपाईँलाई एउटा गर्छ क्या, डाउन गर्छ. आफ्नै साथीभाइले पनि तपाईँको भिडियोजहरू हेरिदिँदैन, लाइक गर्दैन. अन्त त्यो हामीले सर्ट आउट माग्नु पनि भएन. बिकज इफ यु अब हामीले मेरो लाइक गर्दैन भिडियोज गऱ्यो भने चाहिँ के हुँदछ भने यस उनीहरूले गर्छ तर के हुन्छ भन्दाखेरि त्यो एउटा अथेन्टिक हुँदैन जस्तो लाग्छ मलाई, जेन्युन हुँदैन जस्तो लाग्छ मलाई. सो
मैले फर्स्ट थिङ त्यो लर्न गरेँ है। वेदर त्यो तपाईँको यो भिडियो चाहिँ मैले बनाउँदैछु, यो भिडियो मेरो लाइक आओस् नआओस् होइन, भिडियो मतलब भ्युज आओस् नहोस्, बट भिडियो चाहिँ बनाउनु पर्छ भन्ने कुरा एउटा है। अन्त फर्स्ट अफ अल चाहिँ बिकज यो भिडियोमा चाहिँ अब केही न केही चाहिँ हामी सिक्छ नि त होइन। अन्त अब बिकज हरेक भिडियोमा हामीले केही न केही मिस्टेक गरेको हुन्छ, अन्त त्यही इट्स अ पार्ट अफ द्याट है। अन्त थिङ अन्त म चाहिँ त्यो भन्छु कि अब मान्छेले तपाईँको भ्युज हेर्नै पर्छ भने चाहिँ होइन है, कन्टिन्यू राख्नुहोस् है। देयर आर सो मेनी होला एन्ड न्यू बिगिनर्सहरू युट्युब लाइक म जस्तै स्ट्रगल गरिरहेको है, भ्युज नआएर अड्किरहेको, हरेस खाएको। म चाहिँ भन्छु प्लिज डोन्ट गेट डिस्करेज है, भिडियो बनाउनु है, अझै बनाउनु होइन। लाइक अब कुनै यस्तो मोमेन्ट आउँछ कि त्यसमा यस्तो दामी भ्युजहरू हुन्छ होइन। बिकज हेर्दैछ हाम्रो अब वी डोन्ट ह्याभ टु सी लाइक बाहिरको अब आउटसाइडर युट्युबर हेर्नै पर्दैन, हाम्रै भित्रै छ, सिक्किमभित्र पनि छ होइन, गान्तोकमै छ। देयर आर सो मेनी युट्युब कन्टेन्ट क्रिएटर्सहरू छ जो अब त्यस्तो वेल एजुकेटेड पनि छैन, तर उनीहरूले मजाले आफ्नो एउटा कन्सिस्टेन्सी राखेर उनीहरूले आफ्नो आफ्नो फिल्डमा पढेर युट्युबहरू गरिरहेको छ होइन। म त्यही भन्न चाहन्छु। सो त्यही भन्छु। अन्त जति पनि वाट एभर यु आर डुइङ इन यर लाइफ है, विशेष गरी नो म्याटर यो चाहिँ एउटा युट्युब मात्रै होइन, म चाहिँ करियरमा पनि भन्न चाहन्छु। लाइक इन स्पोर्ट्स भयो, तपाईँ जे पनि गर्नुहुन्छ है, ट्रस्ट अन यर प्रोसेस है। तपाईँको ट्यालेन्ट के छ त्यसलाई फलो गर्नुहोस् होइन, नराम्रो बाटोमा लाग्नु भएन, विशेष गरी त्यही हो है। अन्त त्यो राम्रो कुरामा गऱ्यो भने इभन गड विल अल्सो हेल्प यु होइन। अन्त त्यही भन्छु। अन्त सो बी जेन्युन, बी अथेन्टिक है, अर्को कपी गर्नु भएन होइन। अन्त अब जे चाहिँ आफ्नो कन्टेन्ट ट्युटोरियल हुनु पऱ्यो। अन्त थ्रु दिस भिडियो आयो म त्यही भन्न चाहन्छु कि धेरै सिक्दो रहेछ मान्छेले अब यसरी बोल्नुपर्ने होइन। अन्त अब म यो एक्सपेक्ट पनि गर्दिनँ कि लाइक मेरो यो भिडियोमा अब यति भ्युज आओस् भन्ने म एक्सपेक्ट गर्दिनँ, बिकज पिपल जेन्युनली डोन्ट लाइक टु सी यस्तो बोलेको भिडियो कति मन पराउँदैन। बट देयर आर फ्यु पिपल हु लभ टु वाच होइन, मान्छेले कति मन पराउँछ, के बोल्यो होला भन्ने कुराहरू, उनीहरूको लागि हो यो भिडियोजहरू होइन। इफ यु डोन्ट लाइक है, यु क्यान स्किप डाउन वाट एभर है, त्यो आफ्नो आफ्नो चोइस हो। अन्त म त्यो भन्न चाहन्छु। बट अहिले चाहिँ मैले इट्स अ डिफ्रेन्ट काइन्ड अफ भिडियो फर मी है, टु एउटा मेरो भ्युवर्सहरूसँग बोल्नु मन थियो। सो इट्स मेसेज टु यु अल, थ्याङ्क यू गाइज है। अहिलेसम्म यति सब्सक्राइबर पुगेँ। अन्त त्यो म त्यही मोमेन्टमा चाहिँ पर्खिरहेको छु कि कहिले चाहिँ मेरोमा पनि त्यो मोमेन्ट आउँछ होला। त्यो देयर विल बी ह्युज अडियन्स वेयर आइ एम गोइङ टु डु लाइभ है, म लाइभ गर्नु मन छ मलाई होइन। अन्त त्यही छ मिस, अब कहिले चाहिँ हुन्छ भनेर त्यो मलाई पर्खिरहेको छु इन द्याट मोमेन्ट। एन्ड थ्याङ्क यू गाइज है। अन्त आजको भिडियो यो थियो होइन। अन्त तपाईँहरूसँग बोल्नु लागि टु यु अल यु गाइज है, हुएभर वाचिङ माई भिडियोज है, इफ यु लाइक दिस काइन्ड अफ भिडियोज है, talking with you guys in front of camera, then please let me down in my comment sections whatever you want to say, and give me some tips what can I do to make this platform grow. So that's all for today. So thank you guys, till then keep watching, stay tuned, bye.